हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल सबिना स्टुडियोमा आज पनि उपस्थित भइसकेकी छु नयाँ भिडियोको साथमा। के हजुरहरू पनि चाहनुहुन्छ घरमै बसी बसी पैसा कमाउन, त्यो पनि बिना लगानी? तपाईको गोजीबाट 1 रुपैयाँ पनि ननिकाली कसरी कमाउने त? हो, आज यही विषयमा मैले यो भिडियो लिएर आएकी छु। हजुरहरू अन्तिमसम्म भिडियोलाई स्किप नगरी हेर्नुहोला। पैसा हामी सबैको आवश्यकता हो र पैसा कमाउन हामी सबैको चाहना पनि हो। तर कसरी कमाउने त? हजुरसँग योग्यता हुन्छ, पढाइको सर्टिफिकेट हुन्छ, तर पनि आफ्नो योग्यता अनुसारको काम पाउनुहुन्न। कतिपय आफ्नो पढाइ सकेर जागिरको सिलसिलामा भौतारिरहनु भएको होला, कतिपय कामको सिलसिलामै भौतारिरहनु भएको होला, काम नपाएर छटपटिएर बस्नुभयो होला, कतिपय घरमै बसिरहनु भएको होला, कतिपय दिदी बहिनी हुनुहुन्छ हैन, आमा भाउजूहरू हुनुहुन्छ होला, उहाँहरू पनि कामको सिलसिला नपाएर बसिरहनु भएको होला, कतिपय साना साना बच्चाहरू लिएर बच्चाको मामुहरू बस्नुभयो होला हैन, उहाँहरूको लागि पनि जो कसैले पनि सजिलै गर्न सक्नुहुन्छ। तर काम के गर्ने त? त्यो विषयमा म बताउने नै छु काम के हो भनेर। जो कोहीले पनि सजिलै गर्न सकिन्छ। मात्र दिनको 1 घण्टा हजुरहरूले मेहनत गर्नुपर्ने हुन्छ, जहाँ तपाईको 1 रुपैयाँ लगानी लाग्दैन, जहाँ तपाईले 1 रुपैयाँ आफ्नो गोजीबाट निकाल्नु पर्दैन भने किन नगर्ने त? हो, आज म यही विषयमा यो भिडियो लिएर आएकी हुँ। मैले कुरा गर्दैछु आज यस्तो प्लेटफर्म छ जुन प्लेटफर्मको नाम हो युट्युब। युट्युबबाट धेरैले लाखौं कमाइरहनु भएको छ, धेरैले आफ्नो लाइफ नै परिवर्तन गर्नु भएको छ युट्युबबाट। हो, जो कसैले पनि सजिलै कमाउन सक्नुहुनेछ। यहाँ कसैको पढाइ हेरिदैन, यहाँ कसैको स्तर हेरिदैन, यहाँ कसैको योग्यता हेरिदैन, यहाँ कसैको पहुँच पनि हेरिदैन, यो धनी यो गरिब भनेर पनि छुट्याइदैन। जो कसैले सजिलै गर्न सक्नुहुन्छ। यहाँ उमेरको हिसाबले गर्नु पर्दैन, यहाँ सानो बच्चा ठुलो बुढाबुढी भनेर छुट्याइदैन। यहाँ जो कसैले पनि बनाउन सक्नुहुन्छ, जो पनि यहाँ युट्युबमा जोइन भएर काम गर्न सक्नुहुन्छ। हो, दिनभरि खटिरहनु पर्दैन, मात्र 1 घण्टा टाइम निकाल्नु भयो भने तपाईहरुले भोलि लाखौं कमाउन सक्नुहुन्छ। मात्र तपाईले 1 घण्टा मेहनत गर्नु पर्यो। हो, कतिपयलाई कि आफ्नो किचन सम्बन्धी कामहरू जानेको हुनुहुन्छ हैन, कुकिङ सम्बन्धी इन्ट्रेस्ट हुन्छ, कुकिङ सम्बन्धी भिडियो बनाउन सक्नुहुन्छ हैन, भिडियो के को बनाउने भनेर तनावमा हुनुहुन्छ होला हैन, त्यो पनि तनाव पनि गर्नु पर्दैन। कसैलाई कुकिङ सम्बन्धी नलेज हुन्छ, इन्ट्रेस्ट हुन्छ, कसैले कुकिङ सम्बन्धी पनि भिडियो बनाएर हाल्न सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ। युट्युबमा गएर हेर्नुभयो भने एउटा हामीले खाने साधारण चिया बनाएको भिडियोमा यति धेरै भ्युज आइरहेको हुन्छ कि यति धेरै भ्युज आएको हुन्छ, उहाँहरूले यति धेरै इन्कम गरिराख्नु भएको छ कि। हो, त्यसरी नै हजुरहरूले पनि भिडियो बनाएर काम गर्न सक्नुहुन्छ। कसैलाई टेक्निक सम्बन्धी भिडियो जानकारी हुन्छ, टेक्निक सम्बन्धी भिडियो बनाउन सक्नुहुन्छ, कसैले गेमिङ सम्बन्धी भिडियो बनाउन सक्नुहुन्छ। भिडियो बनाउनलाई यो बनाउँछु त्यो बनाउँछु भनेर सोचिराख्नु पर्दैन। हजुरसँग जे इन्ट्रेस्ट छ त्यही सम्बन्धी भिडियो बनाउन सक्नुहुन्छ। हो, हजुरहरूसँग केहीको नलेज छैन, मैले कसरी काम गर्ने, मसँग त सानो बच्चा छ भन्नु होला कि कतिपय दिदी बहिनीहरू हुनुहुन्छ हैन, बच्चाको मामुहरू हुन्छ, उहाँहरूले भन्नु होला म त भ्याउँदैन काम गर्न पनि कसरी काम गर्न सक्छु र भन्ने यस्तो किसिमको नि प्रश्नहरू उठ्न सक्छन् हैन। त्यस्तो अवस्थामा पनि तपाईले आफ्नो दैनिक जीवनलाई नै भिडियो बनाउन सक्नुहुन्छ। बिहान उठेदेखिको बेलुकासम्मको थोरै भिडियोहरू निकाल्नुहोस्, थोरै भिडियोको क्लिपहरू बनाउनुहोस्, धेरै पर्दैन, 2 देखि 3 मिनेट भित्रको भिडियो बनाउनुहोस्। त्यति गर्दा दिनभरिमा तपाईको 1 घण्टाको भिडियो बनिसक्छ। त्यसलाई एडिटिङ गर्नुहोस्। एडिटिङ गर्नको लागि गाह्रो छैन। प्ले स्टोरमा गएर धेरै सफ्टवेयरहरू छन्, एप्सहरू छन् हैन, भिडियो एडिटिङको जुन फ्रीमा रहेको छ। त्यसबाट पनि हजुरहरूले सजिलै भिडियोलाई एडिटिङ गर्न सक्नुहुन्छ।
आफ्नो डेली लाइफलाई नै बनाउनुहोस्। अरू कन्टेन्टहरू खोजिराख्नु पर्दैन, अरू भिडियोहरू काहीँ घुम्न गइराख्नु पर्दैन। घुम्न जाँदा हजुरहरूलाई पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यसबाट आफ्नै घरभित्र नै एउटा कोठाभित्रबाट पनि भिडियो सुरु गर्न सक्नुहुन्छ। आफ्नो डेली लाइफलाई नै भिडियोमा उतारिदिन सक्नुहुन्छ। त्यसरी नै भिडियोलाई थोरै मेहनत गर्नु पर्यो, अल्छी गरेर भएन। 1 घन्टा टाइम निकाल्नु पर्यो। त्यसो गर्दा हजुरहरूले भोलि गएर लाखौँ कमाइ गर्न सक्नुहुनेछ। एउटा कुना काप्चामा गएका कुना काप्चाबाट निकालिएको भिडियोहरू हेर्नुहोस् त, त्यहाँ कति धेरै मेहनत गर्नुभएको छ। कतिजना दिदीबहिनी दाजुभाइहरूले भिडियो बनाइरहनु भएको छ। भिर पाखामा गएर घाँस दाउरा गरेको भिडियो बनाइराख्नु भएको छ। त्यो भिडियोबाट उहाँहरूले यति राम्रो इन्कम गर्नुभएको छ कि यति राम्रो इन्कम गर्नुभएको छ। हरेक ठाउँबाट पनि भिडियो बनाउन सकिन्छ। कोठाभित्रैबाट पनि बनाउन सकिन्छ। घरको छतबाट बसेर पनि बनाउन सकिन्छ। जहाँसुकैबाट पनि भिडियो बनाउन सकिन्छ। जहाँ तपाईँको इच्छा हुनु पर्यो, चाहना हुनु पर्यो, त्यहाँ तपाईँको मेहनत हुनु पर्यो। त्यसमा थोरै मेहनत गर्नुहोस्। थोरै मेहनत गरे पुग्छ, धेरै मेहनत गर्नु पर्दैन। भिडियो बनाइदिनुहोस्, त्यसलाई एडिटिङ गरिदिनुहोस् र युट्युबमा गएर अपलोड गरिदिनुहोस्। यहाँबाटै नै भोलि तपाईँको यति ठुलो रकम मिलेछ कि हजुरहरूले सोच्न पनि सक्नुहुन्न। हो, आज तपाईँले 1 घन्टा भिडियो बनाउनुहुन्छ दिनको, 1 घन्टाको मेहनत गर्नुहुन्छ, त्यसले भोलि गएर यति ठुलो रकम दिनेछ कि। त्यही भएर आजै सुरु गर्नुहोस्, अल्छी नगर्नुहोस्। अब भिडियो बनाउने मनसाय गर्नुहुन्छ अनि अल्छी लाग्यो, भोलिबाट सुरु गर्छु, यो काम त म भोलिबाट सुरु गर्छु भनेर राख्नुहुन्छ त्यसलाई त्यत्तिकै। त्यो गर्नु भएन। आजै सुरु गर्नुहोस्। भोलि कहिल्यै आउँदैन। आज सुरु गर्नुभयो, आज युट्युब च्यानल क्रिएट गर्नुभयो, एउटा भिडियो बनाउनु भयो, भोलि त 2टा भिडियो बनिसक्छ। भ्युज पनि त्यही अनुसार आइसकेको हुन्छ। तपाईँको सब्सक्राइब बढिसकेको हुन्छ। जब तपाईँले दिनकै भिडियो बनाउँदै जानुहुन्छ नि, दिनको भिडियो बनाउँदा 365 दिनमा 365वटा भिडियो बनिसक्छ। 365वटा भिडियोमा $1 आयो भने पनि $365 हुन्छ। त्यसलाई नेपालीमा कन्भर्ट गर्नुहोस् त कति हुन्छ। हो, त्यसरी नै भिडियो बनाउँदै जानुहोस्। तपाईँले अल्छी गर्नु भएन। अल्छी लाग्छ, मोनिटाइज नहुनुन्जेल मोनिटाइजको लागि लाग्छ। केही नभने यदि तपाईँले राम्रो कन्टेन्ट बनाउँदै जानुभयो भनेदेखि 3-4वटा भिडियोबाट नै तपाईँको मोनिटाइज हुन्छ। 365वटै भिडियो बनाउन जरुरत छैन। 3-4वटा भिडियोबाट नै मोनिटाइज हुन्छ। 365वटा भिडियो बनाउनु भयो भने त $365 आउँछ, $1 आउँदा पनि। हो, त्यसरी नै अल्छी नगरिकन बनाउनु पर्यो। तपाईँले भोलि बनाउँछु भनेर भएन, आजै बनाउनु पर्यो। यो काम भोलि गर्छु भनेर साच्नु भएन, आजैबाट सुरु गर्नु पर्यो। युट्युब क्रिएट गर्नको लागि तपाईँलाई पैसा लाग्दैन, भिडियो बनाउनको लागि तपाईँलाई पैसा लाग्दैन, भिडियो अपलोड गर्नको लागि तपाईँलाई पैसा लाग्दैन भनेपछि 1 रुपियाँ पनि आफ्नो गोजीबाट निकाल्नु पर्दैन। बिना लगानी भएन त यो। हरेक काम गर्दाखेरि आफ्नो लगानी लगाउनुपर्छ। पहिला व्यापार व्यवसाय गर्नुपर्दा आफ्नै लगानी गर्नुपर्छ। त्यो पनि फसिन्छ कि भन्ने डर हुन्छ। यसमा त त्यो पनि डर हुँदैन। आफ्नो एउटा भिडियो छोडिदिनुहोस्, त्यस्तो लङ लास्टिङ काम गरिरहन्छ एउटा भिडियोबाट नै। हजुरहरूले आज छोडेको भिडियोले, आज अपलोड गरेको भिडियोले भोलि लाखौँ पनि कमाउँछ। जबसम्म युट्युब प्लेटफर्म रहिरहन्छ नि, तबसम्म तपाईँको एउटै भिडियो, आज बनाएको भिडियोबाट पनि तपाईँको इन्कम भइरहेको छ। हो, यसरी नै बनाउँदै जानुहोला। यसरी नै भोलि मोनिटाइज हुन केही समय लाग्ला। 1000 सब्सक्राइब र 4000 वाच आवर्स कम्प्लिट गर्नु भएपछि तपाईँको च्यानल मोनिटाइज हुन्छ। त्यसपछि तपाईँकोलाई इन्कम गर्न सुरु हुन्छ। त्यसपछि युट्युबले तपाईँलाई प्रत्येक भिडियोबाट पैसा दिन थाल्छ। मोनिटाइज भएपछि रेगुलर तपाईँले काम गर्नुपर्छ भन्ने छैन। 1 महिना पछि पनि भिडियो अपलोड गर्न सक्नुहुन्छ, 1 हप्ता पछि पनि अपलोड गर्न सक्नुहुन्छ। यसले फरक पार्दैन। पुरानै भिडियोबाट तपाईँलाई आम्दानी भइरहेको हुन्छ, आइरहेको हुन्छ। पुरानै भिडियोहरूबाट चलिरहेको हुन्छ, तपाईँलाई पैसा मिलिरहेको हुन्छ। त्यसैले
आजैबाट काम गर्नुहोस् तपाईँहरू। भोलिलाई भनेर नसाच्नुहोला। अरू काममा जाँदा पैसा खर्च गर्नुपर्ने हुन्छ। जागिर खोज्दा हजुरलाई आफ्नो काम अनुसारको पारिश्रमिक नमिल्न सक्छ। तर युट्युबबाट हजुरहरूले यति राम्रो काम गर्नुभयो भने नि यति राम्रो इन्कम हुन्छ नि हजुरहरूले सोच्न पनि सक्नुहुन्न। हो, आजैबाट काम गर्न सुरु गर्नुहोस्, भोलि भनेर नराख्नुहोस्। एउटा च्यानल क्रिएट गर्नुहोस्, त्यसपछि भिडियो बनाउनुहोस्, थम्बनेल बनाउनुहोस् अनि अपलोड गरिदिनुहोस्। त्यति भए पुग्छ। त्यसलाई फेरि दोहोऱ्याइ गरिराख्नु पर्दैन। भोलि फेरि अर्को भिडियो बनाउनुहोस्, पोस्ट गरिदिनुहोस्। दिनकै त्यसलाई छाटकाट गरिराख्नु पर्दैन। युट्युब एउटा जग्गा हो र हाम्रो भिडियो भनेको एउटा धानको बिउ हो, जहाँबाट एक माना धानको बिउले मुरी फलाउँछ भने नि एउटा भिडियोबाट पनि यस्तै इन्कम भइरहेको छ। हो, त्यसैले आजै सोच्नुहोला, आजै भिडियो बनाउनुहोला र अपलोड गरिदिनुहोला। किनभने यो मैले पनि गरेको काम हो, त्यसैले हजुरहरूलाई पनि सजेसन गरिदिएको हो। त्यसैले भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक गरिदिनुहोला, सेयर गरिदिनुहोला र सब्सक्राइब गरिदिनुहोला। अर्को भिडियोको साथमा फेरि हाम्रो भेट हुने नै छ।